जसरी सशस्त्र जनयुद्ध चाहिँ रुकुम रोल्पाबाट चाहिँ उदय भएको थियो, यदि नवराज पिगा लगायतका चाहिँ गणेश बुढा गोविन्द साई लगायतका किसानका छोराहरूले यदि न्याय पाएन भने अर्को विद्रोह त्यही चाहिँ रुकुमको चाहिँ त्यही जुन ठाउँ उहाँहरूको चाहिँ हत्या भएको थियो त्यहीबाट अर्को विद्रोह के अरे आगामी दिनमा सिर्जना हुन सक्छ। म सम्पूर्ण चाहिँ साथीहरूलाई जानकारी गराउन चाहन्छु। आज नवराज विगको आमा भनेको मल्ल थापाको आमा हो, आज चाहिँ लोकेन्द्र सुनारको आमा भनेको मेरो आमा हो। मेरो आमाको पीडालाई, मेरो आमाको आँसुलाई म एउटा देशभक्त नागरिकले म हेर्न सक्दिनँ। त्यो आँसुलाई पुरा गर्नुको निमित्त, त्यो आँसुलाई चाहिँ सान्दर्भिक बनाउनुको निमित्त म मङ्गल थापा नवराज पुगे जस्ता चाहिँ के अरे देशभक्त किसानका छोराहरूको चाहिँ न्याय दिनको लागि मेरो भक्ति के अरे भौतिक शरीर जान। साथीहरू, यो आन्दोलनमा यो कुनै दलित समुदायको भनेर हेपेर त्यो किसिमको नहेर्नु होला। छुवाछुत अन्त्य भयो के अरे हुन्छ भन्ने सङ्ग्राममा ती चाहिँ के अरे चाहिँ कथित जातका समुदायले उत्पीडन परेका समुदायलाई जसरी आज सिङ्गो चाहिँ पहिचानलाई समाप्त पारेका छन्, यसका विरुद्धमा हामी युवाहरू, हामी देशभक्त सामाजिक अभियन्ताहरू, नागरिक समाजका अगुवाहरू, सम्पूर्ण देशप्रेमी समाजप्रेमी साथीहरू एकजुट भएर यस्ता अपराधीहरूलाई कानको दारमा लिएर सकेसम्म फाँसीको चाहिँ व्यवस्था गर्नुपर्छ भन्ने म धारणा राख्न चाहन्छु। नेपालको संविधानमा स्वतन्त्रताका कुरा गर्यौं, छुवाछुतका अन्त्यका कुरा गर्यौं, दलित हकका कुरा गर्यौं, तर आज यही संविधानले नेपालका दलित समुदायका साथीहरूलाई अपमान गरेको छ। सिङ्गो चाहिँ उत्पीडनमा परेका श्रमजीवी वर्गका ती किसानका छोराहरूको चाहिँ पहिचानलाई समाप्त पार्ने काम गरिएको छ। पक्कै पनि यो असन्दर्भिक छ, अलोकतान्त्रिक छ म भन्न चाहन्छु। आदरणीय साथीहरू, आज चाहिँ जुन चाहिँ रुकुमको चौरबारीमा भएको घटना चाहिँ एकदमै निन्दनीय छ, भर्सना योग्य छ, अमानवीय छ। यसको विरुद्धमा सम्पूर्ण चाहिँ देशभक्त युवाहरू जसरी सशस्त्र जनयुद्ध चाहिँ रुकुम रोल्पाबाट चाहिँ उदय भएको थियो, यदि नवराज पिगा लगायतका चाहिँ गणेश बुढा गोविन्द साई लगायतका किसानका छोराहरूले यदि न्याय पाएन भने अर्को विद्रोह त्यही चाहिँ रुकुमको चाहिँ त्यही जुन ठाउँ उहाँहरूको चाहिँ हत्या भएको थियो त्यहीबाट अर्को विद्रोह के अरे आगामी दिनमा सिर्जना हुन सक्छ। म सम्पूर्ण चाहिँ साथीहरूलाई जानकारी गराउन चाहन्छु। आज हामीले अमेरिकाको चाहिँ सान्टा मोनिका राज्यमा आज हिंसावादी आन्दोलन भएको छ। अमेरिका जस्तो एउटा कन्ट्रीमा पनि हिंसावादी आन्दोलन भइरहेको बेला नेपालमा पनि ठ्याक्कै चाहिँ हिंसावादी आन्दोलन, ती चाहिँ क्रूर हत्या गर्ने ती चाहिँ अपराधीहरूले यो सिक्किम कि आगामी दिनमा अब कुनै चाहिँ जातको नाउँमा, कुनै धर्मको नाउँमा, कुनै चाहिँ धर्मको नाउँमा सधैँ चाहिँ उत्पीडन वर्गका छोराहरूलाई दबियो भने फेरि अर्को बिग्रो हुन सक्छ। साथीहरू, म अर्को कुरा के अपिल गर्न चाहन्छु भने आज हामीले भाषणमा उत्पीडन वर्गका समुदायहरूलाई न्याय दिनुपर्छ भन्यौँ। भाषणमा हामीलाई चाहिँ बालबालिकालाई चाहिँ के अरे शोषण गर्नुहुन्न भन्यौँ। संविधानमा महिलालाई चाहिँ जनजातिलाई उत्पीडन परेका दलित समुदायलाई चाहिँ के अरे शोषण गर्नुहुन्न भन्यौँ। तर यसो भनिरहँदा आज चाहिँ यसको विपरीत, यसको उल्टो घटना, यसको चाहिँ इतिहासमै नभएको घटना जुन चाहिँ रुकुममा चाहिँ के अरे सृजना गरेको छ, यसका विरुद्धमा हामी सम्पूर्ण चाहिँ के अरे परिवर्तनकारी युवाहरू, न्यायप्रेमी युवाहरू एकजुट भएर हामी यो आन्दोलनलाई आगामी दिनमा सपोर्ट गरौँ, साथ दिउँ म भन्न चाहन्छु। मलाई लाग्छ यो आन्दोलन कुनै प्राण विरुद्धको आन्दोलन होइन, यो आन्दोलन कुनै चाहिँ क्षति विरुद्धको आन्दोलन होइन। मलाई लाग्छ यो आन्दोलन कुनै ठगुरी विरुद्धको आन्दोलन होइन, यो आन्दोलन त केवल चाहिँ अपराधी विरुद्धको आन्दोलन हो। अपराधीलाई जसरी पनि कानुनको कटारमा ल्याउनु पर्छ, ती किसानका छोराहरूलाई जसरी
जसरी पनि न्याय दिनुपर्छ। आज यदि हामीले चाहिँ यसो भनिरहँदा चाहिँ निर्मला प्रधानको जस्तै यो पनि के अरे मुलुकलाई यो चाहिँ के अरे आन्दोलनलाई समाप्त पार्ने त्यस खालको चाहिँ प्रयास गरिन्छ भने त्यो असम्भव हुन्छ। त्यो चाहिँ पुरा हुने छैन म भन्न चाहन्छु। किनभने आज नवराज विकको आमा भनेको मङ्गल थापाको आमा हो। आज चाहिँ लोकेन्द्र सुनारको आमा भनेको मेरो आमा हो। मेरो आमाको पीडालाई, मेरो आमाको आँसुलाई म एउटा देशभक्त नागरिकले म हेर्न सक्दैन। त्यो आँसुलाई पुरा गर्नुको निमित्त, त्यो आँसुलाई चाहिँ सान्दर्भिक बनाउनुको निमित्त म मङ्गल थापा, नवराज विके जस्ता चाहिँ के अरे देशभक्त किसानका छोराहरूको चाहिँ न्याय दिनको लागि मेरो भक्ति के अरे भौतिक शरीर जाला, तर त्यो चाहिँ न्यायको लागि मङ्गल थापाको भौतिक शरीर जाला, तर हजारौँ के अरे मङ्गल थापा मेरी यस्ता अन्यायको विरुद्धमा उभिन्छन् म भन्न चाहन्छु। किनभने साथीहरू यो सामान्य घटना होइन, यो एकदम चाहिँ निन्दनीय घटना हो, अमानवीय घटना हो। यो घटनाले नेपालका नागरिकलाई सम्पूर्ण चाहिँ देशभक्ति नागरिकलाई लज्जित बनाएको छ, अपमान गरेको छ। साथीहरू यो आन्दोलनमा यो कुनै दलित समुदायको भनेर हेपेर त्यो किसिमको नहेर्नु होला। हामी यो आन्दोलनमा सम्पूर्ण जात जाति धर्म चाहे भाषाभाषी मान्ने साथीहरू, परिवर्तनकारी साथीहरू, न्यायप्रेमी साथीहरू जो चाहिँ न्यायलाई सम्मान गर्नुहुन्छ, किसानका छोरालाई सम्मान गर्नुहुन्छ, त्यस्ता चाहिँ के अरे किसानका छोराको हक हितको लागि हामी सम्पूर्ण चाहिँ जात जातका विभिन्न जातका समुदायका साथीहरूलाई म हार्दिक अपिल गर्न चाहन्छु। नवराज विके जस्ता किसानका छोराहरूलाई न्याय दिउँ। यद्यपि हामीले यो अभियानमा लागिरहँदा एक दुई रात यो वा त्यो बहानामा कसैले तुल्याउन खोज्छ भने, यो वा त्यो बहानामा कसैले राजनीतिकरण गर्न चाहन्छ के अरे त्यो किसिमको द्वितीय नजर लाउन चाहन्छ भने त्यो खबरदार। अब यो चाहिँ यो तपाईँले अहिले लकडाउनको स्थिति छ। यदि नवराज विकले, लोकेन्द्र सुनारले, गणेश पिडाले, गोविन्द साई लगायतका देशभक्ति सुबोध चाहिँ छोराहरूले यदि न्याय पाएन भने अर्को विद्रोह फेरि त्यही चाहिँ नवराजको घरबाट सुरुवात हुन्छ र विश्वलाई चाहिँ हामी चाहिँ एउटा सैद्धान्तिक तरिकाले, एउटा प्राकृतिक ढङ्गले, वैज्ञानिक ढङ्गले चाहिँ यो आन्दोलनलाई चाहिँ उचाइ पुर्याउनेछु म भन्न चाहन्छु। किनभने आज चाहिँ हामीले हरेक आज नवराज विकेका के अरे साथीहरूले मात्र भिक्टिमाइज भएको छैनन्। देशभरि दलितको नाउँमा, श्रमजीवी वर्गको छोराकोहरूको नाउँमा जुन खालको चाहिँ घटना गरेको छ यो पक्कै पनि अमानवीय छ। जुन चाहिँ नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले दलितहरूका लागि हामी लडेका छौँ भनेर जुन खालको चाहिँ के अरे विगतका दिनहरूमा विभिन्न किसिमका भाषण गरे। हामी श्रमजीवी वर्गका छोराहरूको लागि, महिला दिदीबहिनीहरूको लागि लडेका छौँ भनेर जुन खालको चाहिँ माओवादी जनयुद्धमा चाहिँ त्यो चाहिँ पढ्न लागेका ती किसान युवाका छोरा, स्कुल गइरहेका युवा किसानका छोराहरूलाई जुन किसिमको एउटा होइन हामी बुर्जुवा शिक्षा पढ्नुहुन्न, हामी चाहिँ वैज्ञानिक शिक्षा पढ्नुपर्छ, हामी चाहिँ सर्वहारा वर्गको लागि लड्नुपर्छ, तपाईँ हिँड्नुहोस्, जानुहोस्, दलितको हकको लागि हामी लड्नुपर्छ, विभिन्नमा परेका समुदायको के अरे हकको लागि हामी लड्नुपर्छ, आउनुहोस् तपाईँ औपचारिक शिक्षा पढ्न बन्द गर्नुहोस् भनेर पुऱ्याइरहेको बेला त्यो आन्दोलनमा चाहिँ हिँड्नु यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याउनको लागि कोही चाहिँ 10,000 युवाहरूको चाहिँ के अरे सुन्दर भविष्य समाप्त भयो। आज त्यही चाहिँ दलितको आन्दोलनको नाउँमा, त्यही महिलाको हकको आन्दोलनको नाउँमा आज चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नाउँमा हामीले समावेशी र समानुपातिक र पिछडिएका वर्गका कुराहरू गरिरहँदा आज चाहिँ मुलुकमा सङ्घीय लोकतान्त्रिक समानुपातिक र समावेशीका कुरा गरिरहँदा आज चाहिँ मुलुकमा चाहिँ त्यो उत्पीडन वर्गको नाउँमा, दलितको नाउँमा जसरी चाहिँ हत्या गरेको छ, त्यो हत्या गर्ने अपराधीलाई तुरुन्तै कारबाही होस्। अनि नवराज विक लगायतका चाहिँ नेपाल आमाले का पीडाहरूलाई छिटो चाहिँ समस्याको समाधान होस् र आगामी दिनमा यो चाहिँ के अरे आन्दोलनलाई, यो मुभमेन्टलाई कसैले चाहिँ समाप्त पार्ने त्यो किसिमको चाहिँ प्रयास राख्छ भने पक्कै पनि त्यो अधुरो हुनेछ भन्न चाहन्छु। किनभने मेरिडाले के भन्छ भने
इफ यु रेस्पेक्ट अदर रेस्पेक्ट भन्छ। JF केनेडीले के भन्छ भने देशले तिमीलाई के दियो, यो देशको लागि तिमीले के गर्यौ भनेर जुन खालको चाहिँ हामीलाई मेसेज दिएको छ, यही अभियानमा लागेर हामी आगामी देशको अग्रगामी परिवर्तनको लागि नवराज विकेका लगायतका साथीहरूलाई न्याय दिने हामी अभियानमा लाग्नेछौँ। किनभने नवराज विक आज चाहिँ एउटा चाहिँ के अरे रुकुमको छोरा मात्र होइन, सिंह राष्ट्रको छोरा हो। सिंह राष्ट्रको छोराको न्यायको लागि हामी सम्पूर्ण मिडियाकर्मी साथीहरू, दिग्गज व्यक्तित्वहरू, सामाजिक अभियन्ता, प्रहरी साथीहरू पनि यो आन्दोलनलाई शान्तिमय आन्दोलनलाई सहयोग गरिदिनु म हार्दिक अपील गर्न चाहन्छु। र अन्त्यमा यो आन्दोलनमा म एकैबद्धता जनाउँछु। कुनै राजनीति वा यो राजनीतिक पार्टीको नाउँमा भन्दा पनि हामी निस्वार्थ तरिकाले नवराज विके लगायतको फ्यामिलीलाई हामी न्याय दियौँ भन्दै मेरा भनाइहरू यही समाप्त पार्छु। धन्यवाद, नमस्कार।